दर्शन नमस्ते सबैजना आरमै हुनुहुन्छ होला। मलेसियामा गर्मी पनि लास्टै भइरहेछ क्या। तर अहिले चाहिँ अब बेलुका बेलुका अब हल्का शीतल हुन लाग्यो, घाम लाग्न लाग्यो बेलुका बेलुका। ल आज चाहिँ म फेरि जङ्गलतिर जाने सोच बनाइरहेको छु। माथि जङ्गलतिर चाहिँ केरा पाइन्छ भनेर अब केरा खोज्न जान लागिरहेको छु। हेरौँ पाइन्छ कि पाइँदैन। पछाडि चाहिँ जङ्गल छ क्या, गमुट लगाएँ। पछाडि चाहिँ अलिक केरा चाहिँ यो साथी हो, पाक्नु लाग्यो जस्तो छ। निलो खालको केरा हो। सिपिँदै गएपछि कस्तो हुन्छ, रातो रातो देखिरहेको भएको छ नि। ल साथीहरू, नरिवल र केरा चाहिँ मैले यहाँ ल्याइपुऱ्याएँ। अब यसलाई म काटकुट गरेर नरिवललाई पनि काट्छु। रुमबाट गाडी पनि हिँडिसक्यो। अब बेलुका म उता लगेर पर लगेर साथी ढोकामा लगेर नरिवल पनि अब कहिले काटेर खाने टाइम नहुने रहेछ, गाडी हिँडिसक्यो। यसलाई यो सब्जी खाने केरा, यो पाकेको त्यति खाने केरा उतै लगेर ट्राई गरिरहेछु कस्तो हुँदो रहेछ। म तपाईँहरूलाई पर पुगेर देखाउँछु। यो कसरी पकाउने के गर्ने यो मलाई केही थाहा छैन। यो केराको यहाँ आएर खाएको मैले मलेसिया आएर, नेपालमा त खाएको पनि थिएन। यो निलो केरा त देखाउँदैन। पहिला त मैले त्यतिकै फालिदिन्थेँ भन्दा पनि मैले हेर्दै व्यवस्थै गर्थेँ यो निलो भएर। फेरि डर लाग्थ्यो कि कस्तो मात्ने हो कि के गर्ने हो होइन। त्यही भएर केही गर्थेँ। अहिले चाहिँ साथीहरूले सबैले मिठो हुन्छ, राम्रो हुन्छ, स्वास्थ्यलाई पनि राम्रो हुन्छ भन्ने भएर चाहिँ मैले योपालि चाहिँ अस्तिको पालि साथीलाई दिएको थिएँ मैले काटेर काँचै, त्यो सब्जी खानको लागि मिठो रहेछ दाइ भन्दै हुनुहुन्थ्यो। अब योपालि चाहिँ यहाँ हाम्रो अर्को साथीले सब्जी पकाइहाल्छ, ट्राई गरौँ भन्दैछ। गएर कस्तो रहेछ। यो पाकेको चाहिँ अब साथीले बेलुका खान्छ, म पनि ट्राई गर्छु भरे बेलुका गएर। ल साथीहरू, म पर पुगेर फेरि अर्को भिडियो बनाउँछु है त। कस्तो यसको यो कस्तो हुँदो रहेछ, स्वाद कस्तो हुँदो रहेछ, यसको रियाक्सन साथीले कस्तो दिँदो रहेछ हेरौँ। ल फाइनल्ली साथीहरू, म चाहिँ साथी भएको ठाउँमा आइपुगेँ र साथीले चाहिँ यहाँ अब केलाको सब्जी बनाउने तयारी गर्दैछ है त। यसलाई चाहिँ यसरी छिलेर बनाउने भनेर मलाई भन्दै हुनुहुन्छ। यहाँनिर चाहिँ चक्कु एउटा लिएर यो केलालाई चाहिँ छिलेर बनाउनुपर्छ यस्तो तरिकाले भनेर देखाउँदै हुनुहुन्छ साथीले चाहिँ। अब हेरौँ कसरी बनाउनुहुन्छ। मलाई चाहिँ यसको कम्प्लिटली केही आइडिया थाहा छैन कि। ल साथीले चाहिँ यहाँ चाहिँ केराको बोक्रा छिल्न थाल्नुभयो। मच्छर पनि लास्टै लाग्यो कि, त्यही भएर मच्छर धुप बाल्नुभयो एउटा। त्यसपछि केरालाई छिल्दै हुनुहुन्छ। हेरौँ कस्तो बनाउनुहुन्छ। त्यसपछि यहाँ केरालाई सानो पिस पारेर चाहिँ बोइल गर्नुभयो अनि पकाउनु भयो सब्जी। हेरेको एकदम टेस्टी, हेर्दै टेस्टी लाग्यो। त्यसपछि हामीले खायौँ दुईजनाले होइन। लास्टै मिठो हुँदो रहेछ साथीहरू, तपाईँहरूले पनि ट्राई गर्नुहोस् है त।